पूर्ण धरानवासीहरूले चाहिँ यो भिडियो हेरौँ ल। यसले बोलेको हेरौँ अनि त्यसपछि यसको प्रतिक्रिया दिनुपर्छ ल सबैजना मिलेर। भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको छ फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सम्माननीय सभामुख महोदय? कुन ठाउँ दिने रे? धरान दिने, धरान सबैभन्दा पहिला धरान दिएर पठाइदिने। त जस्तो गोरु र बाँदरहरू त संसद हुन आउँदैन। इन्डिया पठाइदिएपछि त मोदीले कुटी 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 साला ठिक पार्छ गोरुहरूलाई, होइन? तिमी दाजु हो कि भाइ होइन? त्यो चाहिँ हेर्दाखेरि चाहिँ मलाई दाइ जस्तो नै लाग्यो। तिमी कुन ठाउँको हो त्यो त मलाई थाहा भएन। तिमीले होला पार्टीको विषयमा तिमीले आफ्नो धारणा राख्नु पाउँछौ, पार्टीलाई भन जेसुकै भन, तर यो धरानवासीलाई यस्तो त्यस्तो तिमीले भन्नु मिल्छ? तिम्रो नैतिकताले दिन्छ? धरानवासीले के बिगारिदिएको छ तिमीलाई धरान भारतलाई दिनुपर्ने अरे? तिमीलाई आँट छ यही कुराहरू होइन? यहाँ धरानमा आएर भन त तिमीलाई, तिमी हराएको थाहा पाउँदैनौ हो यस्तै तरिकाले हो भने छ नि। तिमीलाई मन परेन पार्टीले के गरौँ के गरेन, पार्टीलाई भन न, धरानवासीलाई किन भन्ने? धरानवासीले के खाइदिएको छ तिम्रो? यस्तै तरिकाले केही अब इमर्जेन्सी कसो केही हुँदाखेरि आउँलाउ धरान, भरे फेरि धरानमा तिमीलाई देख्दा हान्ला नि। फेरि धरानको मान्छेहरू सम्बन्ध गाँच्नु पनि जान्दछ, सम्बन्ध च्यात्नु पनि जान्दछ, कसरी के गर्छ भनेर थाहा होला नि। हेर्छौ होला नि फेसबुकमा न्युजहरू, धरानमा के हुन्छ, कस्तो कस्तो हुन्छ, दादागिरीहरूको हालत के हुन्छ, यस्तो बोल्ने मान्छेको हालत के हुन्छ। धरानलाई भन्नुभन्दा अगाडि धरान कस्तो छ, धरानको बासिन्दा कस्तो छ एकचोटि मजाले सोचेर भन्नु। ख्याल ख्यालमा जाला नि फेरि। मैले त होइन, धरानकै बासीहरूले हान्दा फेरि मैले सम्झाउने काममा त गरिदिएको तिमीलाई। हावादारीमा भ्युजको लागि होइन, भाइरल हुनको लागि दुनियाँ जे पाइ त्यो बोल्दै नबस्नु। सक्छौ भने राम्रो कुरा गर्नु, सक्दैनौ भने नराम्रो कुरा पनि नगर्नु। धरानको बासिन्दा कस्तो छ सबैलाई थाहा छ, तिमीले भनिराख्नु पर्दैन। यस्तो अनुहार हेर्दा त पढे लेखेकै जस्तो देख्छु, व्यवहार हेर्दा त गवारको भन्दा खतम छ त तिम्रो त।